गाइज हामी चाहिँ हिँडिसकेको छौँ है। मैले त भ्लग गर्ने बिर्सेछु, सुरु भइसकेको थियो होइन। यहाँनिर चट्ट गीत सुन्दैछौँ, यता पछाडि भान्जा रनमुसीको छोरी छ, अनि त्यसपछि यता पूजाले चट्ट ड्राइभिङमा होइन 612मा पुरानै हेयरस्टाइलमा ब्याक भइसकेको छ लगभग, पछाडि पाल्न मात्रै बाँकी छ। अनि यता अगाडि चाहिँ हाम्रो राभा हो कि के हो गाडी छ होइन। नम्बर प्लेट चाहिँ हल्का जुम गर्न मिलेन। राभा अरे राभा लेखाएको थियो, लोगो हेरेर चिन्यो। लोगो हेरेन क्या, राभा लेखेको थियो क्या। यता टोयोटा छ टोयोटा अरे होइन होला, टोयोटा त हो त होइन र? राभा होइन क्या, ऱ्यापो हो क्या। ए ऱ्यापो, सरी यहाँनिर क्यामेरामा हल्का ए जस्तो देखेको नि त, तर मबाट गल्ती भयो। दिन पनि राम्रो छ, अघि बिहान उजाड भइरहेको थियो है। आकाश हेर्दाखेरि पनि आकाशमा छ सन, तर ब्राइटनेस हाम्रो पूजन भाइको केटीहरूलाई दिँदै हिँड्छ मन बिजोग पो भयो हाम्रो मामा भान्जाको। कन्टेन्ट पनि निकालेको ल अब एकछिनमा भेटौँला है त। यो म्याचको खोल्लाई लिएर हामी आइसकेको छौँ होइन। यो मुजी भाइ होइन, सरी म छाडा त बोल्दिनँ। खैरे दाले भिडियो बनाइरहेको छन् होइन गाइज। अब कुरा के हो भने कुरा यही नै हो। आज हामी घुम्न जाँदैछौँ, किनभने कति चाहिँ घर बसेर स्ट्रेस लिने होइन, अब आज क्याम्पिङ गरेर स्ट्रेस लिने भन्नु कि त्यही हो मेरो। स्ट्रेस आउट फर क्याम्पिङ ब्रा भन न। हामी चाहिँ पुरा हरियोमा हिँडिन्छ। आज कति पछाडि हरियो देख्न पाइयो। म त झन् कति पछि घुम्न आएको जस्तो भइरहेको, कस्तो मजा लागिरहेको। नगरकोट जानु लाग्छ दसैँमा। पाहाड धेरै भयो नि नघुमेको। मैले काम गर्ने मैले गाडी चलाउने एरिया यतै त हो, यता टेरी हिल्सको यतातिर। हामी पहिला एक लोड त है यस्तो घुमिन्थ्यो नि त है, हरेक हप्ता क्या। मन्डे आयो कि लक्की फिफा कि आज खास त फिफाको प्लान थियो है हाम्रो। भान्जाको रहरको लागि हेर भान्जा हामीले कति दुःख गऱ्यौँ, सेक्रिफाइस। त्यही भने आज भान्जा स्पोन्सर त्यही भएर त हो त। होसमै आएर भने होला नि, त्यस्तो त नभए त म तिर्छु भने राति चाँडै आउनुमा चाहिँ यदि हामी सबैजना राति नै भेला भयो भने चाहिँ यहाँ धेरै पैसा जान सक्छ आज चाहिँ है। त्यसैले प्लिज भान्जाले फ्युचर देख्दैछ। भयो। यो ब्लग अलि एक्सप्लिसिट हुन आँट्यो, म एकछिनमा बोल्छु ल। पनि फेरि उतैपट्टि बसेर बसिरहेको थिएँ बिचमा बसेर। तर बल त कस्तो इजी त गएको थियो, त्यस्तो साह्रै पनि गएको थियो हो। किपरले रोक्न सक्ने गएको थियो, तर किपर यता छेउमा गएर बस्थ्यो क्या। भान्जा मगवार रिकिस नेवार होइन, रिकिस मेगवार भयो। टोपी मगवार अलि नभन अहिले अब आफ्नै पोस्टमा गोल हान्दैछ हेरिने। पिटर पार्कर सेक्रिफाइस हो क्या। सेक्रिफाइस हो अर्काको टिमको लागि। पहिला हामी चाहिँ आइसकेको छौँ यहाँनिर छ है। गेट क्लोज भनिरहेको तपाईँ बिफोर 6। कोड छोडा Pay at entry station if on and pay at machine vehicle day pass. Camping bookings. ल नेपालको गाडी चल्ने ठाउँमा आइसकेको छौँ हामी। ऊ बसले राइड हानिसकेको छ। अब हामी उता जाँदैछौँ, चट ल्याएर बट्टा खाएर पानी हुँदैन पानी। के हो गाडीले त तान्दैन, त्यसको गाडीले त पछाडि चाहिँ नआओस् है रे। ओइ भाइ ओइ 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 गर्दै लड्दै जानु। बाटो छोड्दै त हुँदैन मलाई पता। यहाँ पनि टोयोटै रहेछ। अघिनको भ्लगकै स्टार्टिङमा पनि टोयोटाको कुरा गर्दै थिएँ मैले नि। टोयोटा के हो, टोयोटा त टोयोटा भेडारको उकालोलाई हिँडे जस्तै भयो यार मलाई त ट्याक्कै। घाम लाग्यो। त्यही भएर यस्तो चस्मा दिनु पर्छ है। बुझ्नु मलाई फरकै परेछ। घामलाई सिधै हेर्थ्यो नि। हामी यस्तरी हेर्छौँ नि त भाइ। अगाडि सिटमा बसेको हाम्रो फेरि छुट्टै सुविधा छ नि त। दादा चिल्मा छ। यत्रो उकालो त 0.5 मा नि हान्नु। 0.5 मा त यसरी हान्नु न त होइन।
क्लियरली नि लागे जस्तो नि भयो भाइले यसो आइडिया पनि दियो मलाई होइन चट्टा लगाएर हामी चाहिँ के अरे भाइ के हामी गर्ने के गर्ने भने अँ, चिकन अब प्लेट छैन त्यही भएर कपमा हालेर खाने क्या आज अँ। तर कपमा तर चाहिँ अचार हाल्ने त्यो हो कपमा क्या चाहिँ फेरि हामी सस यस्तो दामी हालेर चट्ट मोलेर होइन यस्तो चिकना भएको छ यार आजको चिकन बनाएर खाने हो क्या। कसम भनेको यार So basically this is all about you gotta find your ways out. We have to adapt it like when it लाउरे was भन न raining, सिधै मुजी there was पुजन only लाउरे, one कृष्ण fucking लाउरे, umbrellas and 4 of them fit in there. It भान्जा was लाउरे, like a रोहन very चाउरे। quick reflex to the भाइ gravity मैले of the खैरे situation. जति नै हल्ला गरिरहन्छ है यसको कुरा The gravity of the situation छोडिदियो was- तेरिका कहाँ रमाइलोको बेलामा बरु यहाँनिर भान्जा आएर फोटो चाहिँ खिच्देऊ न मुजी उता गएर चिकन चाहिँ भान्जा आउ त अनि तिमीले यहाँ फोन राखेर आउ त भान्जा त्यो तार कोर्न जाऊ न भान्जा मेरो भान्जा कसलाई भने अब ताकिसकेपछि ओए पूजाने यो चिकन ओए। फोटो खिच्न मात्र बसे जस्तो भयो क्या होइन Kind of makes sense, bro. हँ? It kind of makes sense. एउटालाई फेरि भ्लग खिच्न थालेको अङ्ग्रेजी निस्किन थाले लाग्यो हो कि के हो? It's like all in one go, bro. Like you're trying to be the highest self of yourself. That's what I'm trying to be. I'm the Yes, highest you self. fucking don't talk more, bro. This is called language barrier. Yeah? You need any help with the Fucking piece of PD, shit. Go to PT lessons? go to the prostitute SL and just dive into the stool, bro. You mean prostitutes? Huh? Yeah. Did you did prostitute? What is saying, bro? I It's just, on a live, bro. It's on ल यहाँ तपाईँले हेर्न सक्नुहुन्छ camera. no, यहाँ रिपोर्टर रिकिसका साथ के भइरहेको छ यहाँ रिपोर्ट गर्नु होला तपाईँले हेर्न सक्नुहुन्छ Please. You just fucking दुईजना यहाँ पुरै prostitute, ज्याप bro. मान्छेहरू यहाँ पुरै बाँच्दाखेरि कस्तो हुन्छ त अब तपाईँ केटीहरू हुनुहुन्छ भने यहाँ के हेर्नुहोस् हाउ बोइज लिभ देयर लाइफ Just give you the payment. Just suck my खै त ल dick. we got a schizophrenic. यहाँ आएर बाटै छेक्दो हो नि This is why- के this is गर्न why- आएको होला होइन कि खै त यो भिड्ने This is मान्छे नै why- छैन त भने कि This is why marijuana is bad for people with schizophrenia. So, यहाँ साला चस्मा This is त why मै you देखेँ त shouldn't- यार so this is why you shouldn't smoke with him. He's schizophrenic. अझै बोल He's got अलरेडी autistic ब्रो Take some photo of me, bro. I'm just working hard for you guys. Just Yes, to bro, feed you. yes, In this yes. fucking jungle, nothing's here. Just one bird coming, pulling here. Look, cutting, pulling. नेपालमा भए पो यो बाँस थियो त माछीको मेरो पछाडिको चाबी छ हो पछाडि भनेको तल भनेको चाकतिर पछाडि भन्दैन भन्छ चाकतिरलाई पछाडि भन्छ है भन्दैन भन मुजी अनि मैले चाकतिर हेरेर चाबी छ मुजी त्यो गेडातिर यो मुजी गेडा तिम्रो चाक चाहिँ मुजी कहाँ हुन्छ त गेडासँग ओले हुँदैन? हेर्नु पछाडि कस्तो हो र मुजी मामा त्यो चाक हो कि के भन्दा त्यस्तो के हो? भिडियो गरेर आएको एक्सप्लिसिट कन्टेन्ट बनाइदियो पार्ट कटे प्राइभेट नै राख्नु पर्ने त्यसमा चाहिँ मुजी बिप हाल्दैन म बोले पछि बिप हाल्दा त अहिले म्याचिङ गाह्रो हुन्छ होला त अर्को पनि थपोस् भनेर मान्छे तिमीले कि मैले अगाडि बोलेकोमा सबमा बिप आएर हाल होइन त्यसमा मैले माचिके ने भनेको यहाँ सिक्ने भनिरहेको है आँखाले देखे नि यो भित्र कतै अन्दै पुछु कि सुने जस्तो लाग्छ खोइ केही कुरा यादै छैन कि हिँडेको त धेरै भयो लडेको बिर्सिन्छु कि आँसु बिना दिन रातै यहाँ म रुँदैछु कि Sir, भनिदेऊ कहाँ जानु अब यहाँ कसलाई बोल्ने त उत्तर गइपाए
बढिदो कहाँ जानु अब यहाँ कसलाई सोध्ने त दागी गन्तव्य खोज्दा खोज्दै आफूलाई नै बिर्सिसके कि दिनो देख्ने आशामा राति यहाँ काट्दिन कि सधैँ भिडमा भए नि शून्यताले छोड्दैन कि हे ईश्वर बनिदो कहाँ जानु अब यहाँ कसलाई सोध्ने त उत्तर गई पाइन के चाहिँ गर्ने ईश्वर बरु लगायो जिन्दगानी सुम्पिदियो तिमीलाई आफ्नै ठानी रागिसकेर कस्तो हिप्नोटाइज भइदिएर त्यो शब्द फ्लो सबैमा हिप्नोटाइज भइदिएर आयो ओ फ्ल्यास लाइट बाल्दा त मैले त केही देखिनँ हौ यहाँबाट हम्केको मुजी चिक्ने होइन, मैले वकी एकछिन फुड 100% चिक्ने ड्यामेज 0%। के थाहा त मुझे होइन भर्खर चाहिँ हो कि त्यस्तो अर्को गीत बज्नु नि भेट्यो सबै साथी गए सबै साथी नै बजाउँदा खोइ त आगो नै बोलिसक्यो बोलाउ न ऊ साथी यहाँ त आगै बोलिसक्यो के कुरो कहाँ बोल हो कालो छ त सादा सादै थाकिसक्यो विश्वासको हातले तिमीले हारिसकेको यो मेरो मुटु दुई शरीर एक आत्मा तिमीले बनायो तिमीले यदि माया नसा हो भने मलाई भ्रममा छोडिदेऊ सारा संसारले आँखा फेरोस् मलाई तिम्रो नयनमा बस्नु तिम्रो लागि
ओइ रन्डीको दाल प्रेम अलिकति बढ्यो फ्ल्यासलाइट बाला न जीवन रहेसम्म यो तिम्रै लागि हो मेरो प्रेम कसैली हो यो तिम्रै लागि हो मेरो ग्लास ल्याउँदा कुन ग्लास यसमा फ्यान्टा थियो कुन ग्लास तल छ कि उयो तलको पछाडि पछाडि पाक्यो यो त अति जुसी देखियो त मामा त्यो होइन क्या चिक्ने कुन ऊ त देऊ न ल्याम्प के ल्याम्प भन्छ ल्याम्प क्या ल्याम्प यो हात कतिवटा सामान हो चाकमा भनेपछि अब हामीले कले हाल्नुपर्ने अवस्था कल हान्दै गरेर त बरु Oh, we are actually stuck at here at what's this place? Blue Moon here. So we would like to no, then actually we just became a little bit late and we are just stuck here. त्यो त हाम्रो प्रब्लम भने इन्जिन चलेन So my car was struggling and it just started down. It just started and my car is struggling with a little bit better. No, you are what you are saying is moving course now, right? But what I'm saying is we going fast. One of the Yeah, right. I don't care if it's we don't have the number. We just need to go ahead. तिमीलाई पनि म बिर्सिदिन्छु मुटु र दुखाइराख्छु भए जति सबै माया दिए बढी भएछ तिमीलाई
पनि म बिर्सिदिन्छु मुटु नदुखाइराख बाला न भान्जा कस्तो मैले केही देखेको छैन चस्मा खोल्नु के पनि हो साडी मरे नि भर्खर थाहा पाएँ यार फ्लास लाइट बालेर देखेको भन्ने चस्मा खोलेर देखेको भन्ने कोही कहाँ देखेको चस्मा खोलेपछि यतिकै देखिन्छ नि कालो तिग्राहरू आमा हेर्नु त कस्तो जुसी भयो देखेँ यार हान्न थालै हुन्छ अहिले ट्राई हाल्नु है त हामी चाहिँ होइन अब भ्लगको एन्डमा आइसकेको छौँ भन्न चाहन्छु किनकि अब कसैसँग पनि जोस छ जस्तो लाग्दैन है देख्यो नि देखेन होइन रोहन भाइ तिम्रो जोस देखाइदियो म एकदमै खुसी थिएँ अहिले म मायालु सुन्दैछु कि सजन राज भइदिएको आम जस्ट ट्राइङ टु फर्गेट समबडी सो उता दिएको प्यारिसवाला हो ए हो अझै पनि मोहन ब्रो होइन ल मामा भान्जा तिमी चाहिँ को हो म कसैलाई मिस गर्दिनँ मा आई एम सक्ट लोन्ना लेकिन यहाँ में फिसल गया वाला तो कोई होला हो हजुर लेकिन यहाँ में फिसल गया वाला तो कोई होला पिसल गयो भने थिए कोही कोही तर मैले मुभ अन भइसकेँ अहिले म फिसलेर पनि सम्हालिसक्यो भनेपछि मिसको के भयो ओइ साथी एक्सप्लिसिट कन्टेन्ट नजाउने यार राततिर बन्द गर्छु क्या हो 7 years brother 7 भाइ 7 years 10 years डजन्ट म्याटर क्या लोयल्टी म्याटर्स भन्छु क्या म चाहिँ साथीहरू यो चाहिँ हामी हेर्नु भाइबमा गीत गाउन लगाएको है सबजना मिलेर कस्तो हुन्छ चट्टा लाएर भाइब दिनु होला हामी चाहिँ चट्टा लाएर अगाडि फर्काएर भिडियो गर्न आँट्दैछौँ किनकि म ब्लगर होइन मलाई लाज लाग्छ क्या हवाई जहाजमा लागु चढिआउन बाटै नभए समुद्र दरियाउला थाहा छैन कसरी त्यसरी म आउँछु मेरो मन तिमीलाई अगाडि बुझाउँछु रोहन भाइ के भन्न चाहन्छ प्यारिसवालीलाई उसले तिम्रो हात समायो कि तिमीलाई मादर चोत बन्द गर न उसका सबै पिरहरू तिम्रो काँधोमा बिसायो कि तेरी ल रोहन भाइ तिमीलाई एउटा क्वेसन ल होइन इनकेस होइन तिम्रो त्यो प्यारिसवाली चाहिँ ढिला भए पनि रियलाइज गरेर होइन अनि त्यसपछि रोहन तिमी नै रहेछौ मेरो लागि भनेर मैले दुनियाँ ट्राई गरेँ त्यो म्याचिसको खोलहरू मेरो लागि होइन रहेछ तिमी नै हो भनेर आयो भने वाट वुड यु डु fuck yeah man हात मिलाऊ बुझी हात मिलाऊ म्यान only one girl man I can't give any of my energy to any other girls bro they're just one fucking lady I can't move on from for like last 8 years 7 years motherfucker it's been all about her man like it's been all about manifesting that girl but let's see bro I'm gonna get there one day inshallah हिसाब है तर यो एक्सको नाममा तिम्रो हात समायो कि तिमीलाई
नजिक ल्यायो कि अनि उसका